मर्निङ गाइज हामी चाहिँ मैकोटमा मर्निङ हुँदैछ भर्खरै टेक्क लगाएर कफी खाँदै अबदेखि भिडियोमा जे पाइदियो भन्ने सरी दाइ म के हो तपाईँको बारेमा त्यो मैले झुक्किएर अलिकति दाइ म होइन क्या ल फेरि रुकुमबाट फेरि यसलाई उता डोल्पातिर छिराइदिने हो क्या काठमाडौँ डोल्पा ऊ यताबाट उयोको पछाडि हो नि होइन उयोको पछाडि तिमीहरूको लेख त उयो होइन होइन भन्न खोजे यो डाँडा पछाडि त्यही त अस्ति पालि हामी जाँदाखेरि चाहिँ होइन यताबाट गएर चाहिँ यसो गरेर त्यहाँबाट माथि उ त्यो डाँडाको नि पछाडि खै कतिवटा डाँडा गएको तर यो पालि जाँदाखेरि चाहिँ अब यताबाट उयो च्यापबाट जाने हो कि उयो माथि उयो डाँडाको यता पछाडिबाट जाने अरे आउने बाटो चाहिँ त्यही हो त्यो बाटोबाट टक्क एउटा ल अब चाहिँ चिया खाएर मिलेको छ गाइज अब म तपाईँहरूलाई यहाँको किचन गार्डन देखाउँछु यो चाहिँ यो ट्यापेको स्याउबारी स्याउ छ अलिअलि फलेको रातो रातो अनि यो चाहिँ मकै दिस इज द किचन गार्डन दिस इज एप्पल ट्री हेर्न सक्नुहुन्छ एप्पलको पात यस्तो हुन्छ दिस इज काँक्रा अनि स्याउ स्याउ म यही देखाउन आएको हो क्या खास एप्पल त्यही भने ऊ त्यो कस्तो यो नि हेर्न सक्नुहुनेछ एप्पल उयो चाहिँ बुद्ध चित्तको मलाई थाहा छ बुद्ध चित्रको चित्र के हो अनि ऊ त्यो किवी हो के हो त्यो हो माथिको किवी रहेछ सबै स्याउ नै स्याउ आहा कति मजा यहाँको त अलि सानो छ अब उतानिर अहिले जानेछौँ हामी त्यहाँनिर स्याउ खानेछौँ इर्रे हेलो हेलो भन त मेरो भ्लगमा हुन्के भने आइज म तपाईँलाई एउटा चिज देखाउँछु पक्नु दिस इज सुरज रे आउन म तिमीलाई यहाँ देखाउँछु टिप्न हुन्छ कि हुँदैन थाहा भएन त्यो मै पार्ने हो क्या यो चाहिँ यार छ पर्सि नै घाममा लगाएर देखाउँछु म यो चाहिँ अलिक बिग्रेको अलि लो क्वालिटी यासा परेछ यो चाहिँ खै भने भिडियोमा ओके लो क्वालिटी यार्सा गुम्बा चाहिँ यस्तो हुन्छ अब चाहिँ हामी जाँदैछौँ उता के अरे एप्पल बारी टाइपको एप्पल खान यहाँ त अति गाँजा रहेछ हौ उता मैले त नोट गरेको कि यस्तो खेत झन् उता तलबाट बाटोमा आउँदाखेरि त मकै घारीमा गाजा पुलिस प्रशासन यहाँ निकायमा सम्बन्धित निकायलाई म यहाँ आपत्ति जनाउन चाहन्छु हिँड्दैछ त्यसैले हिँड्दैछु म यही हो सिरुम ट्यापेको फार्ममा जाँदैछौँ हामी यहाँ चाहिँ योहरू चाहिँ पुरै रोप्दो रहेछ होइन मकैबारीमा अनि यसको चाहिँ यो स्टिमको चाहिँ हामीले जुन काठमाडौँमा झोला बोक्छ नि हेम ब्याग त्यस्तोहरू बनाउने अनि ब्ल्याक भन्ने हुँदो रहेछ होइन त्यस्तोहरू माडेर पैसा कमाउने रहेछ अनि तेल मेन चाहिँ तेल बेचेर कमाउँदो रहेछ गाँजाको तेल यहाँ त जति नै छ हौ सनफ्लावर अब फुल्या भए कति राम्रो देख्थ्यो होला कि कति दामी हो त्यहाँ आमा यहाँ चाहिँ
गजडीहरूको लागि ठाउँ टाइपको गजडीहरूलाई काठमाडौँको त्यो एउटा ट्यापेलाई च्याप्प समातेर यहाँ लगाइदियो भने त त्यो त हेभेन ए त्यो त जिन्दगीभर काम नगरिकन यत्तिकै बस्छ त्यो के अलिकति दिने नि यस्तो बारी 2 मुठी जग्गा दिने 2 मुठी माटोमा अनि रोपेर बस्छ यहाँतिर मैले बुझेँ चाहिँ रेस्पोन्सिबल मान्छेहरूले अलि रेस्पोन्सिबल टाइपको त्यहाँ काठमाडौँमा चाहिँ गजडीहरू त्यस्तो हुँदैन रहेछ यहाँ चाहिँ आफ्नै घरमा उमाऱ्यो आफै खायो हाम्रोमा गाउँतिर रक्सी पारेर खा जस्तै के ल भाइ इक्जाम्पल हो म इक्जाम्पल यो के हो यो ल हामी चाहिँ अब चाहिँ यत्रो ठाउँ हिँडेर चाहिँ यहाँनिर आइपुग्यौँ यो चाहिँ ट्यापेको बारी थिएँ अनि हिँड्दैछौँ सबजना बुद्ध चित्त चाहिँ कति धेरै छ क्या यसो यहीँ रहेछ हाम्रो गाइडहरू चाहिँ अलि गाइडहरूलाई मैले गाइड गरिदिनु पर्ने अवस्था छ जस्तो छ यहाँ ट्यापे गाइड हामी यताबाट जाने हो कि यसरी ओए हेर त तँलाई वीरेन्द्र अङ्कलको छोरो हुन्छ यसले सुरजको नाम खास राजाहरूको नाम भन्दैन क्या वीरेन्द्र यता राजा वीरेन्द्रको छोरोको नाम के अरे महेन्द्र बिहार त बारी तल चाहिँ पुरै बुद्ध चित्त हो यो भरि सबै उतासम्म नि अनि यो चाहिँ के अरे पुलम रहेछ मैले भनेको थिएँ नि नपाके होइन हरियो भन्ने त हाम्रो बारीको ओभर मिठो हो क्या जानु न खान्छ फेरि राम्ररी खिच्न अलि ल ल पुच्चे खाना नन टलरेन्ट भयो क्या कति खिच्यो जहाँबाट आएको है खाइके कहिले भगाउने उसलाई भिडियो कलमा होइन भ्लगमा आयो तिम्रो अब मैले चाहिँ टिपी छ कि अब चाहिँ एप्पल ट्राई गर्नु मन थियो मलाई म एप्पल चाहिँ र रिभ्यू गर्छु है दोस्रो एप्पल होइन र रातो सबैभन्दा रातो एउटा चाख्नु पर्यो यही चाख्नु के हो अलि यस्तो छ एप्पल पाके त त्यस्तो साह्रै पाएको छैन होला म चाहिँ अहिले नै मायो कति साह्रो त्यस्तो पाके चाहिँ छैन रहेछ अहिले ओखरको बोट ए चप्पल आउला ए म त मिठोवाला दियो भने हल्लायो भने फेरि सब झर्छ है तीनवटा दामी हो हामी चाहिँ आइपुगेका छौँ वनबाट अब चाहिँ करेन्ट खाने हामी करेन्ट भन्दा बाई बाई आजको भ्लग यहीँ सकाइदियो क्या ल अहिलेलाई यति मात्र भ्लग गरिदिन्छ ल